के तपाईँ आर्थिक रूपमा समस्यामा हुनुहुन्छ अनि के गरेर महालक्ष्मीलाई खुसी बनाऊ भनेर सोचिरहनु भएको छ भने वैशाख महिनामा अक्षय तृतीया परेको छ। अक्षय तृतीया वैशाख महिनामा वर्षमा एकचोटि मात्रै पर्छ। अनि यो बेलामा चाहिँ यो एकदमै जे काम गरे पनि नामै अक्षय के केही पनि क्षय हुँदैन, पूर्ण फल पाइन्छ। यो दिनको चाहिँ एकदमै धेरै विशेषता छ है। यो अक्षय तृतीयाको दिन चाहिँ पहिलोचोटि गङ्गा धरतीमा आउनु भएको थियो। श्री कृष्ण भगवानको र सुदामाको मिलन भएको थियो। अनि यो वर्ष चाहिँ वैशाखको 17 गते बुधबार परेको छ र त्यही दिन महादेव र पार्वतीको विवाह महोत्सव पनि परेको छ। तपाईँले यो दिन एकै दिनमा चाहिँ महालक्ष्मीको एकाक्षर मन्त्र श्रीम न नम भन्नुपर्छ न ओम भन्नुपर्छ। यो मन्त्रको 12 लाख जप गरेर एकै दिनमा अनुष्ठान पुरा गर्न सक्नुहुन्छ। यदि 12 लाख गर्न सक्नुहुन्न भने चाहिँ पहिलोचोटि गर्दै हुनुहुन्छ भने 12,120 माला जप गरेर एकै दिनमा यो अनुष्ठान पुरा गर्न सक्नुहुन्छ। यो दिन चाहिँ सुन चाँदी किन्ने अनि सवारी साधन किन्ने, गृह प्रवेश गर्ने, भूमि पूजा गर्ने यस्ता शुभ कार्यहरू गरिन्छ। किनकि यो दिन गरेको त्यो फल चाहिँ बढ्दै बढ्दै जान्छ अरे के। अक्षय नामै त अक्षय छ होइन, क्षय नै हुँदैन। यो दिन तपाईँले दान पुण्य धर्म जे गर्नुहुन्छ त्यो चाहिँ बढ्दै 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 जान्छ अरे कि, अनि पूर्ण फल पाइन्छ अरे। अनि तपाईँहरू पनि महालक्ष्मीलाई खुसी बनाएर चाहिँ आफ्नो आर्थिक रूपमा चाहिँ अलिक बलियो हुन चाहनुहुन्छ होइन, अलिकति दरिद्रताबाट मुक्त हुन चाहनुहुन्छ भने अक्षय तृतीया आउँदैछ वैशाख महिनामा। यो दिन तपाईँहरूले श्री महालक्ष्मीको प्रथम मन्त्र एकाक्षर मन्त्रको जप गरेर महालक्ष्मीलाई खुसी बनाउनु होला है।